ल अब लन्च गर्नु हामी लाग्नु आँटेको है। लन्चमा चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाजु भुकटेको अचार चिच्चो करेला एन्ड यहाँ चाहिँ पापडको झोल। पापडको झोल चाहिँ मेरो फेभरेट हो है। म पहिला पापडको झोल पुरा बनाउँथेँ दिल्लीमा बस्दा, त्यही भएर आजकल बुढीलाई सिकाइदिएको छु पापडको झोलको रेसिपी। अन्त हामी अब खाना लागिरहेको लन्च खाएर भन्छु है तपाईँलाई कस्तो भएछ। पहिला म यो चाख्ने भुकडेको अचार दामी हुन्छ। भुकडेको अचार बनाउँदा चाहिँ चिनी पनि हाल्नु पर्दो रहेछ, मलाई थाहा थिएन, दामी हुँदो रहेछ। दामी दामी भएको रहेछ। खाएर ट्राई गर्छु है, टेस्ट गर्छु म पहिला। दामी बिजहरू दामी भएछ। करेला चुच्चे करेला दामी। यो चुच्चे करेला भने त मासु हालेको पनि दामी हुन्थ्यो, तर आज हामी मासु खाएनौँ। मासु बेसी खानु पनि हुँदैन, कोही बेला भेजिटेबल पनि खानुपर्छ। बेसी मासु खाए नै के हुन्छ भने अहिले सिलगढीको चिकनमा झन् बेसी नै इन्जेक्सनहरू गरेको हुन्छ। त्यही कारण त्यो पोल्ट्री कुखुरा खानु है, ब्रोइलर खानु चाहिँ एकदम स्वास्थ्यको लागि हानिकारक हो। तपाईँहरू पनि ब्रोइलरहरू खानुहुन्छ भने धेरै कम्ती खानुहोस्, किनभने हामी हाम्रो यहाँनिर यता छेउछाउमा है फार्मिङ छ ब्रोइलरको, त्यही भएर हामीलाई थाहा हुन्छ। थाहा भएको कुरा चाहिँ तपाईँहरूलाई सेयर गरेको। हामी पनि धेरै कम्ती खान्छौँ, खान त खान्छौँ, तर अब हामी धेरै कम्ती खान्छौँ ब्रोइलर चाहिँ। अन्त किनभने त्यो ब्रोइलरलाई चाहिँ दबाई दिएको हुन्छ, इन्जेक्सन गरेको हुन्छ, त्यही भएर चाहिँ छिट्टो ग्रोथ हुन्छ है। यहाँ हामीले देखेको छौँ, यहाँ फार्मिङ गर्छ कति यहाँ हाम्रो छेउछाउतिर, त्यही भएर चाहिँ तपाईँहरूलाई सेयर गरेको। त्यही भएर ब्रोइलर कुखुरा चाहिँ नखाएकै बेस्ट हो। त्यसै कारणले अहिले हामीले घरमै देशी कुखुराहरू पालेको छौँ। अब ठन्डा लाग्न आँट्यो, अब सुरु हुन्छ देशी कुखुरा खानु। ल हस् त सबैलाई, बाई बाई।